हेलो वेलकम ब्याक टु आवर भिडियो गाइस। तपाईँहरू सबैजनालाई एकदमै वेलकम एन्ड वेलकम छ हाम्रो भिडियोमा। आज चाहिँ फेरि पनि हामीले लिएर आइसकेका छौँ तपाईँहरूको अगाडि यो मिठोभन्दा पनि मिठो सेलरोटीको रेसिपी भन्दा पनि हामी चाहिँ अब त्यस्तो दामी बनाउनु जान्ने मान्छे त होइन गाइसहरू होइन, तर पनि हामीलाई चाहिँ पुरा मतलब सबैजनाले दिवालीमा त्यो उयोहरू खाएको सेलरोटी खाएको देखेर चाहिँ क्रेभिङ भइरहेको थियो नि त, हामीलाई पनि बनाउनु मन परिरहेको थियो गाइसहरू होइन। अनि हामीले पनि फाइनली बनाएको छौँ यहाँनिर चाहिँ सेलरोटी। यो चाहिँ अब सेलरोटी मात्रै नभएर चाहिँ नेपालीहरूको चाहिँ एउटा इमोसन जत्तिकै हो नि त गाइसहरू होइन। सबैजनालाई सेलरोटी चाहिँ अब बचपनको याददेखि लिएर कतिवटा यादहरू आउँछ नि त, त्यही भएर हामी चाहिँ बनाऊँ भनेर चाहिँ हामीले चाहिँ चावल भिजाएर राखेको थियौँ गाइसहरू। यो चाहिँ नर्मल हामीले चाहिँ जे खान्छौँ त्यही भिजाएर राखेको थियौँ होइन। अनि यसमा चाहिँ हामीले हल्का मेथी पनि लगाएको थियौँ फ्लेभरको लागि, मिठो हुन्छ नि त। सो हाम्रोमा त मिक्सी त छैन गाइसहरू, अनि हामीले चाहिँ यसमा कुट्दै थियौँ। यहाँनिर चाहिँ कुटिरहेको छ नि त उसले चाहिँ। अनि हामीलाई चाहिँ यसमा चाहिँ निकै टाइम लागेको थियो गाइजहरू। यो भिडियो चाहिँ हामीले फास्ट बनाएको छौँ नि त। अनि हेर्नुहोस् होला अन्तिमसम्म यो भिडियो चाहिँ होइन, अनि कस्तो भएको छ अनि प्रतिक्रिया दिनु होला। यस्तो भइरहेको छ गाइजहरू होइन, तर पिस्नु चाहिँ यात्रिक साह्रो पर्दो रहेछ यसमा चाहिँ गाइजहरू होइन। मैले त पिसेको त होइन, तर पनि मैले चाहिँ देखेरै भनेको गाइजहरू पुरा साह्रो पर्दो रहेछ। उसलाई चाहिँ पुरा साह्रो पर्थ्यो बिचरा, अनि पिसिरहेको छ र पनि होइन। अब खानु मन परेको त बनाउनु पऱ्यो गाइजहरू होइन। अनि यहाँ चाहिँ हामीले अलिकति पानी पनि हालेको थियो नि त गाइजहरू होइन। तपाईँहरूले पनि यसमा बनाउनु हुँदैछ भने चाहिँ पानी चाहिँ एड नगर्नुहोस् होला, म त्यही भन्न चाहन्छु। किनभने पानी एड गर्दाखेरि चाहिँ अब अलिक लिक्विड टाइपको हुँदो रहेछ, अनि अलिक उछिटिने यताउता हुने टाइपको हुँदो रहेछ होइन गाइजहरू। अलिकति मेस्सी भएको छ, त्यो चाहिँ इग्नोर गर्नु होला गाइजहरू। अनि अर्को चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ गाइजहरू, प्लिज हाम्रो भिडियोहरू तपाईँहरूले देख्नुभयो हेर्नुभयो भने चाहिँ लाइक सेयर अनि कमेन्ट गर्न नबिर्सिनु होला। तपाईँहरूको सानो मतलब उयोले गर्दाखेरि पनि होइन हाम्रो भिडियोहरू अगाडि बढ्न सक्छ, त्यही भएर लाइक सेयर गर्नु होला। यहाँनिर चाहिँ हामीले कम्ती नै थियो क्वान्टिटी चाहिँ, त्यस्तो बेसी नबनाऊँ किन हामी त्यस्तो एक्सपर्ट चाहिँ होइन नि त, हामीलाई आउँदैन गाइजहरू। त्यही भएर चाहिँ हामीले चाहिँ कम्ती बनाऊँ ल फर्स्टमा चाहिँ भनेर चाहिँ कम्ती हामीले रेडी गरेछौँ। हामीले दुईजनाको लागि त्यति चाहिँ इनफ हुन्छ नि त। अनि यहाँनिर चाहिँ हामीले चाहिँ मैदा पनि एड गरिरहेको छौँ गाइजहरू होइन। अब मैदा एड त गर्छ कि गर्दैन त्यो त हामीलाई थाहा छैन, र हामी चाहिँ कम्ती भएकोले गर्दा हामीले मैदा पनि एड गऱ्यौँ गाइजहरू। अनि हामीले चाहिँ चिनी पनि यहाँ हालिसकेको छौँ। अब चिनी चाहिँ तपाईँहरूले आफ्नो टेस्टको अनुसारले हाल्नुहोस् होला गाइजहरू होइन। यति टक्क हाल्नुपर्छ भनेर त म भन्न सक्दिनँ। हामीले चाहिँ यहाँनिर मतलब 2 बिर्को लगाएको छौँ। अब यो चाहिँ मैले चाहिँ हातले मुस्नु पऱ्यो भनेर चाहिँ हातले मुस्नु लागेको गाइजहरू हेर्न सक्नुहुन्छ। यो मतलब सेलरोटी चाहिँ कस्तो प्रकारले बनाउँछ त्यो त हामीलाई चाहिँ थाहा छैन, हामीले चाहिँ अरूले गरेको देखेर गाइजहरू बनाएको हो यो चाहिँ होइन। अन्त तपाईँहरूलाई अब केही करेक्सन जस्तो लाग्छ भने यसमा करेक्ट पनि गर्न सक्नुहुन्छ। यहाँ चाहिँ हामीले दुध पनि लगाएको छौँ, राम्रो फ्लेभर आओस् भनेर चाहिँ कम्ती दुध पनि लगाएको छौँ गाइजहरू। अरू के मतलब मसलाहरू सेलरोटी मसलाहरू पनि हाल्छ होला गाइजहरू होइन। अब त्यस्तो त हाम्रोमा थिएन, सो हामीले चाहिँ हालेनौँ केही पनि गाइजहरू। यहाँ चाहिँ मैले मजाले हातले मुसिसकेको छु गाइजहरू होइन। मलाई चाहिँ अब हातले नै गर्नु मनपर्छ नि त, त्यो चम्चीले हातले गर्दैछ कति घिनलाग्दो भने चाहिँ नभन्नु होला गाइजहरू। किन मैले चाहिँ हात चाहिँ घोटिकन धोएर आएको छु गाइजहरू होइन। अन्त यहाँ चाहिँ मजाले फिटिसकेको छु मैले चाहिँ। अनि यो चाहिँ ठिक हाल्ने प्र्याक्टिस पनि गरिसकेको छु। अब यसलाई चाहिँ मजाले छोपेर चाहिँ हामी राखिदिन्छौँ, एकछिनको लागि चाहिँ छोडिदिन्छौँ गाइजहरू। यो चाहिँ अलिकति मलाई चाहिँ उयो भयो जस्तो लाग्यो नि त, राख्ने बेलामा फेरि पुरा उयो हुन्छ जस्तो लाग्यो कि, अनि मैले हल्का पानी पनि लगाइदिएको छु गाइजहरू होइन। मैले चाहिँ यसरी मतलब हाल्नुभन्दा अगाडि चाहिँ मम्मीहरूले प्र्याक्टिस गरेको पुरा देखेको थिएँ नि त, यसरी गर्छ भने चाहिँ। अन्त मैले पनि गर्छु यसरी प्र्याक्टिस भनेर चाहिँ सोचिसकेको थिएँ। अनि मैले चाहिँ हेर्ने प्र्याक्टिस टिटी हालेको जस्तो प्र्याक्टिस गरिरहेको थिएँ गाइजहरू। यो चाहिँ रेडी छ। अब यहाँ चाहिँ हामीले मतलब तेललाई त हाम्रो चाहिँ कराई पनि हेर्न सक्नुहुन्छ, कति क्युट कति सानो छ नि त बिचरा माया लाग्दो होइन। अन्त चाहिँ मैले यहाँ फर्स्ट चाहिँ हालिसकेको छु गाइजहरू। फर्स्ट रोटी चाहिँ हेर्न सक्नुहुन्छ गाइजहरू, मेरो चाहिँ यस्तो भयो होइन। अब मलाई यस्तो नभन्नुहोस् कि अब कस्तो डरलाग्दो रोटी हालेछ भने चाहिँ नभन्नुहोस्, किनभने हामीले चाहिँ अब पुरा खानु मन परेको कारणले गर्दाखेरि मात्रै बनाएको होइन। जिन्दगीमा
प्रथमपल्ट बनाएको रोटी हो यो चाहिँ होइन। अनि मेरो अब उयो सोचमा चाहिँ यतिको चाहिँ मतलब अब ठिकैको नि हो, खानु चाहिँ सकिन्छ जस्तो लाग्यो गाइजहरू होइन। तपाईँहरूलाई चाहिँ के लाग्यो मेरो रोटी देखेर कमेन्ट गर्नु होला। यस्तो हजुर त मतलब एकपट्टि फुल्लेको अर्कोपट्टि सानो जुलापी जस्तो रोटी देखेर चाहिँ कस्तो लाग्यो कमेन्ट गर्नु होला। अनि तपाईँहरूले पनि फर्स्ट रोटी बनाउँदाखेरि चाहिँ तपाईँहरूको रोटी चाहिँ कस्तो भएको थियो होइन, त्यो पनि भन्नु नबिर्सिनु होला। अनि यहाँनिर चाहिँ हामी चाहिँ मतलब अब फटाफट हालिराख्छौँ गाइजहरू होइन। अनि रोटी चाहिँ डरलाग्दै भइरहेछ र पनि अब के गर्नु गाइजहरू, हामीले चाहिँ अब बनाउनै पऱ्यो होइन। अब रेडी गरिसकेपछि घरि टालिने, फोकमै टालिने, घरि चुट्टिने भइरहेको थियो होइन। तर पनि हामीले चाहिँ अब हार चाहिँ नमानिकन हामीले चाहिँ कन्टिन्यू बनाएकै गऱ्यौँ गाइजहरू होइन, यसरी होइन। अनि एकजनाले चाहिँ अलिक पारा नल्याउला जस्तो भने फेरि अर्कोले तानेर बनाउने, अर्कोले अलिक नपारा ल्याउला जस्तो भने फेरि बनाउने अर्कोले होइन। मजा यसो गर्दा गर्दा हामीले चाहिँ निकै बनाइसक्यौँ गाइजहरू यसरी नै। तपाईँहरूको कसको चाहिँ सेलरोटी फेभरेट हो त्यो पनि कमेन्ट गर्नु होला। नेपालीहरूको त अलमोस्ट सेलरोटी त मतलब फेभरेट नै हुन्छ होइन। तर पनि कतिजनाको चाहिँ अब कतिजनालाई नमनपर्ने पनि हुनसक्छ। तपाईँहरूको कसलाई मनपर्छ कमेन्ट गर्नु होला। यहाँनिर चाहिँ मेरो हाल्ने तरिका चाहिँ गलत भइरहेको छ गाइजहरू होइन, किनभने पुरा तेलले चाहिँ पोल्दै थियो नि त, मतलब पुरा हिट जेनेरेट गर्दै थियो नि त, त्यही भएर चाहिँ पोल्यो। यो चाहिँ अब तारामण्डल जस्तो पनि भइरहेछ गाइजहरू, तर पनि अब इग्नोर गरिदिनुहोस् होला। टेस्ट चाहिँ यम्मी थियो भनेर सोचिदिनुहोस्, त्यति नै हो। यहाँनिर चाहिँ हाम्रो चाहिँ निकै भइसकेको छ गाइस, निकै भन्दा पनि 5-6वटा भइसकेको थियो। अनि चाहिँ मैले अब चाहिँ लास्टमा मात्रै देखाउँ है भनेर चाहिँ लास्टमा मात्रै यो चाहिँ दामीवाला चाहिँ यो चाहिँ उसले बनाएको होइन। त्यहाँदेखि यो चाहिँ मैले बनाएको चाहिँ